अब चाहिँ उहाँहरू आकाश अस्पतालबाट निस्किँदै हुनुहुन्छ। हाई एन्ड हेलो फ्रेन्ड्स, वेलकम माई न्यू भिडियो। अनि सबैजनालाई नमस्ते। आजको भिडियोमा हजुरहरूले स्वागत छ। हाम्रो सिराजिरा क्षेत्र 1 को बब्लु गुप्ता आउँदै हुनुहुन्छ र स्वास्थ्य मन्त्री निशा मेहता आउँदैछ। उहाँको स्वागतको लागि हामी पनि जाँदैछौँ। हजुरहरू पनि हाम्रो भिडियोसँग जुडिरहनु र उहाँसँग पनि भेट म फर्स्ट टाइम गरिरहेको छु। कस्तो भेटघाट हुन्छ हाम्रो भिडियोको साथ तपाईँहरू पनि हेर्दै गर्नुहोला। अनि हामी जान लागेको अनि आज पनि शनिबार, पसलहरू बन्द। कति राम्रो, बन्दको कारण पसल पनि मेरो छुट्दैन। अनि म धेरै खुसी छु किनभने फर्स्ट टाइम म भेटिरहेको छु उहाँसँग। त्यही भएर अब चाहिँ सिटी लिने हो किनभने टाढो छ, हस्पिटल चौकमा हुनुहुन्छ उहाँ, आउँदै हुनुहुन्छ। फाइनली मैले सिटी पक्रिहालेँ। अब चाहिँ जाँदैछु, ढिला हुँदैन। त्यही भएर सिटी हामीले पाइहाल्यो। घाम पनि टङ्गै छ आज, एकदम लास्टै गर्मी गरेको छ। अनि हामी आइपुग्यौँ लाहान अस्पताल। कोही आइसक्नु भएछ कि थाहा छैन मलाई धेरै ढिला भइहाल्यो। जहिले जे काममा नि ढिला। सायद आइसक्नु भएछ, म तपाईँलाई देख्छु। चाहिँ मलाई धेरै ढिलो भएको छ। उहाँहरू चाहिँ मेरो साथीहरू खराइरहेको छ मेरो माथि। यो मान्छे जहिले ढिलो आउँछ। माला तयार गरेको ढिलो आउनु मलाई चाहिँ होइन, उहाँलाई माननीयले लगाउने हो माला। हामी भित्र आइसकेँ। हेरौँ उहाँसँग भेट गर्नुको लागि एकदम जबरजस्ती गइरहनु भएको छ भिडियो लिनको लागि, होइन? भित्र आउनु भएछ पालिकाको सभापतिज्यू। मलाई तो फोन करा मुझे कि 80,000 भने तपाईले नेगोसिएसन यही गर्दै अलिकति यतातिर यो खाली गरिदिएको भयो त अलिकति हेर्न सजिलो हुन्छ के संसारमा हाम्रो के बस्छ होला भने त्यति धेरै पिक फ्लो भएको छ, एकदमै धेरै छ। आज त अब हाम्रो होलिडे बिदाको दिन पऱ्यो। सोमबार आउनुभयो भने हामी त्यो काउन्टर एरिया पनि र ओपेडी एरियामा चाहिँ हिँड्न नसक्ने अवस्था हुन्छ है। त्यो म्यानेजै गर्न नसक्ने। अहिले डिजिटलाइजेसनमा गएको छैन, छैन। ल्याब चाहिँ मात्र अनलाइन चाहिँ हामीले रिसेन्टली गऱ्यौँ। अनि रिपोर्टहरू हामी अनलाइन दिन्छौँ। हजुर, त्यो प्रोसेसमा छ, कम्प्लिटली चाहिँ भइसकेको छ। अलमोस्ट 70% चाहिँ काम भइसक्यो, कम्प्लिट चाहिँ हुनु बाँकी छ। यो विकमा त्यो पनि हुन्छ। अर्को भनेको ओपेडी टिकट चाहिँ सक्नुहुन्छ। कतिको भिड छ यहाँ, भिड कम भइरहेछ। उहाँलाई चाहिँ बाटो पनि दिइरहनु भएको छैन म्यामलाई जानुको लागि। अब उहाँ चाहिँ जाँदै हुनुहुन्छ आकाश अस्पताल अनि हामी पनि जाँदैछौँ उहाँसँग। अब आकाश अस्पतालमा हेर्दैछ कि के कसो छ भनेर। यहाँको अस्पताल चाहिँ सबै हेरिसक्नुभयो। अब चाहिँ आकाश अस्पताल जाँदै हुनुहुन्छ। अब म पनि भाइसँग जाँदैछु। अनि हामी आइसक्यो आँखा अस्पताल। अहिले त नर्मल छ, एकछिनमा पुरा प्याक हुन्छ हस्पिटल। मन्त्रीज्यूहरूलाई हाम्रो माननीय स्वास्थ्य तथा कल्याण सुरक्षा मन्त्री माननीय श्री नमस्ते, मेरो नाम अभिषेक रतन हो। म यहाँको प्रबन्धक र मैले अलिक स्लाइड्सहरू केही एक्टिभिटीहरू भएकोले यसको जेनेसिसहरू, हस्पिटलको जेनेसिस भन्दै गर्दाखेरि यो अस्पताल 1982 मा इस्टाब्लिस भएको हो र इस्टाब्लिस हुँदाखेरि समाज कल्याण परिषद, नेपाल नेतृत्व सङ्घ र सिबिएम भनेको एउटा इन्टरनेसनल आइएनजिओ हो जसको सहकार्यमा 1982 देखि स्टार्ट भएको। र यो स्टार्ट गर्दै गर्दाखेरि यो सेनारी एउटा स्टार्ट भएको, एउटा फुसको घरबाट सुरु भएको हामीले लेखिरहेको छौँ। आई केयर जर्नी सिन्स 1983। बेसिक स्क्रिनिङदेखि हामीले एडभान्स सर्जरी फ्रम कम्युनिटी आउटरिच टु क्लिनिकल एक्सलेन्समा पुगिसकेको अवस्था छ। यो केही दृश्यहरू छ र हेर्न सक्नुहुन्छ। उहाँ डाक्टर अल्बर्ट हेनिङ, उहाँ 1982 मा लाहानमा आएर जर्मनको नागरिक हुनुहुन्थ्यो।
लाहानमा आएर आई केयर सिस्टमलाई डेभलप गर्नुभएको र त्यो डोनेटेड ल्यान्डमा 1986 मा 50 बेडेड हस्पिटल भनेर कन्स्ट्रक्ट गरियो र अहिलेको अवस्था हेर्दाखेरि यो अस्पताल भनेको स्टेट अफ आर्ट इन्फ्रास्ट्रक्चरबाट सुसज्जित भएको छ र हामीसँग विभिन्न इन्टरभेन्सनहरू विभिन्न सर्भिसहरू अहिले उपलब्ध छ। विभिन्न डिकेड्समा हामीले इन्फ्रास्ट्रक्चरदेखि लिएर सर्भिसमा इन्हान्स गरेका छौँ र हाम्रो पेसेन्ट सेन्टर केयरलाई फोकस गरेर हामीले विभिन्न एक्सेसिबल डिजेबल फ्रेन्डली चाइल्ड फ्रेन्डली इन्फ्रास्ट्रक्चर डेभलप गरेर हामीले हरेकको पहुँच हुने गरी इन्फ्रास्ट्रक्चर डेभलप गरेका छौँ। तपाईँ हेर्न सक्छौँ डिजेबल कुनै किसिमको पर्सन पनि विदाउट एनी सपोर्ट दे अर ही अर सी क्यान आर्ट स्टेट अफ आर्ट भन्यौँ त्यस्तै स्टेट अफ आर्ट टेक्नोलोजी हामीले युज गरिरहेछौँ जहाँ कि हरेक सफिस्टिकेटेड उपकरणहरू नयाँ टेक्नोलोजीहरू एडप्ट गरेर हामीले यहाँ सेवा प्रदान गर्दैछौँ। त्यसै गरी यसको ओभरअल इम्प्याक्ट के हो हामीले एट अ ग्लान्स हेर्दाखेरि यो 43 वर्षमा के गर्यो त 43 वर्षमा 43 इयर्स अफ एक्सेलेन्सी हेर्दाखेरि झन्डै 1,63,00,000 बिरामीको उपचार गर्यो झन्डै 20 लाखभन्दा बढी बिरामीको कान उपचार गर्यो 2टा सेन्टर अफ एक्सेलेन्स भनेको लाहान र विराटनगर गरेर यो टेरिटोरीमा मधेस र कोशी प्रदेश लगाएर 2टा एक्सेलेन्ट आई केयर सर्भिस 2टा ठुलो अस्पताल छ 40वटा हाम्रो अहिले त 42 भइसक्यो 40वटा आई केयर सेन्टरहरू विभिन्न डिस्ट्रिक्टहरूमा सेवा सञ्चालन छ। त्यसै गरी विभिन्न इन्टरनेसनल रिसर्चहरू विभिन्न रिसर्च एकाडेमिक ट्रेनिङहरू छन् एमडीदेखि लिएर डिप्लोमासम्मको तहमा हामी पढाइरहेका छौँ। कन्सल्टेन्सी र क्यापासिटी बिल्डिङ सर्भिस पनि हामी दिन्छौँ। हामी नै कन्सल्टेन्सी पनि प्रोभाइड गर्छौँ अन्य आई केयर सर्भिस प्रोभाइडरलाई र यो 1983 को यो नम्बर्सहरू छ डाटाहरू छ जुन कि हेर्न सक्नुहुन्छ यसलाई प्रेजेन्ट गर्न चाहन्न र हामीसँग टिम छ 3-4 जनाको टिम छ हामी ट्रेनिङ दिन्छौँ। यो पिकले गर्ने के भनेको इन्भेस्टमेन्ट केही छैन एउटा मोबाइल दिने हो एउटा विगतमा डाइरेक्ट जुनसुकै जिल्लाबाट कहीँबाट ट्रेनिङ दिने हो कि हामीले सर्जरी कन्डक्ट गर्ने रियली हामी त थ्याङ्कफुल छौँ होइन तपाईँहरू पब्लिकलाई यति सर्भिस दिइराख्नु भएको छ भनेर हामीबाट इन्टरनेसनली पनि र एकदमै के मेडिकल टुरिज्मको यो सबभन्दा अनि अपार्ट भनौँ न भने अन्य कुराहरू जुन हामी भन्छौँ नि अरू टुरिज्महरूभन्दा मेडिकल टुरिज्मको यो एकदमै इम्पोर्टेन्ट फ्याक्टर हो क्या आई टुरिज्म। यसलाई अझ हामीले एडभर्टाइजमेन्ट गर्न सक्यौँ भने इन्हान्स गर्न सक्यौँ भने गभर्मेन्टको लागि एकदम ठुलो इन्कमको सोर्स हो यो। किनकि अस्ति नै पनि हाम्रो अर्थमन्त्रीजीसँग पनि यो रिलेटेड कुरा भएको थियो उहाँको पनि यही भनाइ थियो कि आईलाई हामीले इन्हान्स गर्न सक्यौँ भने यो सर्भिसलाई हामीले एकदम राम्रो र तपाईँहरूले एकदमै राम्रो गर्नुपर्छ देशैभरि होइन अब जस्तो बाहिर पनि तपाईँहरू कसरी जाँदै हुनुहुन्छ एकदमै यो राम्रो सर्भिस हो त्यसको लागि हामीले ग्रेटफुलै हुनुपर्छ र हजुरले भनिहाल्नुभयो होइन सहजीकरण कसरी गर्न सकिन्छ बरु अपार्ट अफ मिटिङ बरु म यहाँदेखि गइसकेपछि बरु तपाईँहरूलाई बोलाएर हुन्छ कसरी यसलाई चाहिँ अझ बेटर गर्न सकिन्छ हामी गएर सर्भिस दिएर आउँछौँ। हामीले म्याम त्यहाँ एउटा भिभा केयर भनेर छ भिभा केयर एउटा मेडिकल टुरिज्मको एउटा त्यहाँ कम्पनी छ र 3चोटि हामी गइसक्यौँ यो तेस्रोचोटि हुन्छ 2चोटि जाँदाखेरि हामीले हाम्रो पूर्व मुख्य सचिव हुनुहुन्थ्यो हाम्रो लीलामणि पौडेल सर अनि उहाँसँगको सहकार्यमा हामीले गएका थियौँ बङ्गलादेश त्यहाँको नेपाल एम्बेसीको सहयोग र हामीले एउटा एग्रिमेन्ट एमओयू साइन गरेका छौँ कि बङ्गलादेशबाट आउने बिरामीहरूलाई हामीले सेवा दिने भन्ने हिसाबले यो एउटा मेडिकल टुरिज्मलाई डेभलप गर्नको लागि इन्डियाको त आइडिया छ बङ्गलादेशको छ। मैले एउटा स्लाइड मैले स्केप गरेँ जुन कि तपाईँको अझै के अरे साउदीतिरको एरियाहरूबाट पनि बिरामी आउनु यो बिरामी किन आयो हामीले त्यो बिरामीसँग प्रत्यक्ष भेट्दाखेरि त्यो हाम्रो यहाँको मान्छेहरू जान्छन् त्यहाँ काम गर्न उनीहरूले पनि एडभोकेसी गर्दो रहेछ यो आँखाको त लाहानमा राम्रो छ तपाईँ जानुहोस् ठिक हुन्छ भनेर अनि हामीले सानैदेखि सुनेको पनि त्यही नि आँखा अस्पताल भनेको लाहान भनेर हामीले त्यही सुनेरै हुर्केको मान्छे हो। हाम्रो लाहान आँखा अस्पतालबाट उहाँलाई चाहिँ आदर सम्मान गर्दै हुनुहुन्छ
मन्त्रीज्यूहरूलाई। हामीहरूलाई यस्तो गर्मीले हालत खराब भएको थियो अनि हामी चिसो खान आएको अनि मन्त्रीज्यू चाहिँ माथिमा मिटिङमा हुनुहुन्छ अनि हामी साथीहरूसँग यहाँ चिसो खाइरहेछौँ। फोटो र भिडियोको लागि मन्त्रीज्यूसँग। हामी घरतिर लागेको उहाँ मन्त्रीज्यूहरू चाहिँ माननीयहरू छपरारी धनगढी जाँदै हुनुहुन्छ अनि हामी नगएको। यतिको भेट अनि यतिको रमाइलो भयो, उहाँसँग भेटेर धेरै राम्रो लाग्यो। भिडियोभन्दा र सोसल मिडियाभन्दा राम्रो हुनुहुन्छ, व्यवहार पनि धेरै राम्रो लाग्यो उहाँसँग भेटेर। भोलि चाहिँ हामी राजदेवी जाँदैछौँ अनि आजको भिडियो कस्तो लाग्यो प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। ओके बाई बाई।